हेलो गुड मर्निङ नमस्ते सेवा सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा आज चाहिँ मैले थोरै भिडियो बनाउन गइरहेको छु। म चाहिँ आज बिहानै 7 बजेखेरि जङ्गल आएको। दाउराको बारी पुगेको छ, घाम लागिरहेछ नि त एकदम चर्को, त्यही भएर म चाहिँ दाउरा सौरा बारी पुऱ्याएर चाहिँ टक्क बसिरहेको छु। दाउरा त बारी पुगिसक्यो, अब जानुपर्ने हुन्छ घर गएर मामसाम खाएर क्लास जानुपर्ने हुन्छ। क्लास जाने टाइममा भेटौँ है त साथीहरू, बाई। हेलो साथीहरू, म चाहिँ मामसाम खाएर पनि क्लास हिँडिसकेको छु। चर्को घाम छ कि, त्यही भएर छाता त आउनै पर्यो। यस्तो घाम लागिरहेछ कि गर्मीले त सकिन्छ ल साथीहरू। यस्तो छ, म चाहिँ सर्टकटबाट निस्किन्छु नि त, छिटो हुन्छ। अब त्यो लामो बाटो हिँड्नु पऱ्यो भने त मेन रोड हिँड्नु पऱ्यो भने त क्लास त भोलि पनि पुग्दैन। आजको मौसम चाहिँ वाउ छ कि, देख्न सक्नुहुन्छ नेचुरल ब्युटी। साथीहरू कम्प्युटर क्लास सिक्ने होला, अनि बिचरा म चाहिँ एक्लै छु क्या, मेरो चाहिँ साथी पनि छैन, तर म हिँड्न सक्छु। म चाहिँ कति 10 साढेमा हिँड्छु नि त सधैँ। आज चाहिँ 11 बजिसकेको छ, ढिलो त भइसक्यो। क्लास चाहिँ म 1 बजीको जानु छु, तर आज ढिलो भइसक्यो। अनि घाम यस्तो चर्को छ र पनि अब क्लास त जानैपर्छ। यस्तो छ बाटोहरू, जे होस् यो बाटो चाहिँ हिँड्नु मजा आउँछ नि त, सुनसान हुन्छ। मेन रोड भइगयो, गाडी कुदेको सुनसान हुन्छ। यताउता घर चाहिँ छ तर पनि वातावरण चाहिँ सुनसान ठिक लाग्छ क्या मलाई। म चाहिँ जानुपर्ने यहाँ माथि हो नि, जुन देखिरहेको हुनुहुन्छ नि, यहाँ चाहिँ पुग्नुपर्ने छ। अझै कति हो, कति यत्रो माथि जानुपर्ने छ। लगभग अब चाहिँ म पुग्न आँटेको छु क्लास होइन। अब साथीहरू पनि छन् नि त, साथीहरू पनि जान्छन्। अब म चाहिँ मेरो साथीको रुम आइसकेको छु नि त। म चाहिँ यहाँ तल देखिरहेको हुनुहुन्छ नि, यो जुन रोड त्यहाँदेखि आएको है, त्यहाँदेखि अझै तल हो मेरो चाहिँ घर। म चाहिँ मेरो साथीको रुम आइसकेको छु। साथीहरू म तल पर्छु न आयो के गरेको, ला 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 पुरै परिवर्तन भइस त नि। ठिकै छ त अनि डेकोरेसन। म चाहिँ क्लासबाट आइसकेको छु, लगभग घर आइपुगिसकेँ आज चाहिँ होइन। मैले टक्क एउटा खुट्टा पनि किनेको छु, यो चाहिँ हातैमा बोकेर लिइरहेको छु। घामहरू पनि डुब्दैछ, म पनि घर पुग्दैछु। सबैजनाले मेरो यो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोमा भेट्नेछु। धन्यवाद, बाई बाई।